नमस्कार, म सुशिका छेत्री। म एक पोखरा विश्वविद्यालयकी छात्रा, हाल अहिले मास्टर गर्दैछु। आज म पोखरा न्यू रोड स्थित पालपाली बहुउद्देश्य सहकारी संस्था लिमिटेड यस ढाका तथा करुवा बिक्री कक्षमा रहेकी छु र हामीमा यसै संस्थाका म्यानेजिङ डाइरेक्टर उपस्थित हुनुहुन्छ असीम घिमिरे। हेलो सर। हेलो। र तपाईँको संस्थाको बारेमा हामीसँग केही प्रश्न रहेका छन्। सर्वप्रथम त तपाईँकै परिचयबाट सुरु गरौँ र तपाईँको संस्थाको बाट सुरु गरौँ। नमस्कार, मेरो नाम असीम घिमिरे। म पर्मानेन्टली पाल्पा तानसेन 9बाट छु र यहाँ चाहिँ न्यू रोड 8मा बसोबास गर्दै आएको छु। यस पालपाली बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हाम्रो ढाका र करुवा बिक्री कक्षको म्यानेजिङ डाइरेक्टर तथा यस पाल्पा हाउसको पनि वान अफ द फाउन्डिङ मेम्बर। हामीले चाहिँ विगत 5 वर्षदेखि जबदेखि यो सहकारी बहुउद्देश्य सहकारी संस्था लिमिटेड स्थापना भयो, बहुउद्देश्य भनिसकेपछि एउटा सहकारीले चाहिँ केही न केही उत्पादन गर्ने र सहकारीले चाहिँ स्रोत कमाउने, पैसा कमाउने एउटा स्रोत चाहिँ देखाउनु पर्ने हुन्छ। त्यो गोललाई लिएर चाहिँ हामीले तल ढाका र करुवा बिक्री कक्ष खोलेका थियौँ र हामीले पोखरामा चाहिँ त्यो ढाकाका प्रडक्ट जस्तै साडी भयो, टोपी भयो, मफलर्स छ, यिनीहरू चाहिँ हामीले बनाउने चाहिँ यहाँ होइन। हामी बनाउने हाम्रो छुट्टै फ्याक्ट्री चाहिँ पाल्पा तानसेनमा रहेको छ। वहाँ ह्यान्डमेड होस् या त्यो मेसिनले बनाउने होस्, त्यो सबै सामानहरू बन्छ। हामीले चाहिँ यहाँ ल्याउने पाल्पाको ओरिजिनल पाल्पामै बुनेको, पाल्पामै बनेको ढाका, नेपाली ढाका चाहिँ पोखरामा ल्याएर पोखराको कस्टमर्सहरूमा चाहिँ इन्ट्रोड्युस गराउने चाहिँ हाम्रो सोच थियो। त्यही सोचका साथ हामी इन्ट्रोड्युस। र यो पसल तपाईँले स्थापना गर्नुभएको चाहिँ कति भयो? हामीले यो पसल स्थापना गरेको चाहिँ 4 वर्ष भयो। सहकारी स्थापना भएको चाहिँ विगत 7-8 वर्ष भएको थियो, तर 3-4 वर्ष भइसक्दा पनि अब यस बहुउद्देश्य सहकारी उद्देश्य के छ पनि भन्ने उत्तर नपाउँदै गर्दाखेरि चाहिँ हामीले चाहिँ यो ढाकाको सामान ल्याएर चाहिँ पोखरामा बेचौँ भन्ने सोचका साथ 5 वर्ष अगाडि पोखरामा यो खोलेका। अनि पक्कै पनि यो पालपाली ढाका भन्ने बित्तिकै नेपालको पहिचानमा जोडियो होइन। तपाईँले ढाका नै किन रोज्नु भयो त नि? म आफै पनि पालपालीको छोरो र पोखरामा म्याक्सिमम ठाउँहरूमा 1-2 ठाउँहरूमा ढाकाका सामानहरू बिक्री भइरहेका छन् र त्यहाँ पनि म्याक्सिमम ढाका चाहिँ इन्डियाबाट प्रिन्ट भएर आउने ढाका र अथेन्टिक नेपालकै पाल्पाकै ढाका जुन भनिन्छ हामीले, त्यो चाहिँ बिक्री नभएको देख्दाखेरि चाहिँ यो प्रडक्ट सायद यहाँ ल्यायो भने चाहिँ एउटा अथेन्टिसिटीको मार्केट क्रिएट जेनेरेट भइरहेको बेलामा चाहिँ ढाकाको प्रडक्ट चल्छ कि भन्ने सोचले चाहिँ हामी यहाँ सुरु गऱ्यौँ। ओके, अघि भर्खरै तपाईँले जोड्नु भयो इन्डियाबाट ल्याउने ढाकाहरू, वहाँनिर एकदम प्रचलित, इन्डियाको ढाका चाहिँ बढी प्रचलित छ, नेपालको चाहिँ अलिक कम प्रचलित छ भनेर भन्नुभयो होइन। यसैमा जोड्न चाहे तपाईँले अब नेपालमा अब ढाकाको व्यापार अलिक कम छ अनि बिक्री गर्न पनि गाह्रो छ भनेर भन्नुभएको छ। पक्कै पनि यो बिजनेस गर्दाखेरि धेरै नै प्रब्लम, कम्पिटिटर इन्डियाकै अब आएपछि अब कम्पिटिटर पनि हुने चान्सेसहरू देखियो होइन। यो कम्पिटिटरलाई चाहिँ ट्याकल गरेर चाहिँ तपाईँहरूले कस्टमरलाई यो ढाकाको फ्याब्रिकबाट चाहिँ सेटिस्फ्याक्सन चाहिँ कसरी दिनुभएको छ, यसमा केही भनिदिनु। फर्स्ट अफ अल हामीले ब्रान्डिङ सुरुदेखि गरेको नै पालपाली ढाका नै हो। हामीले ढाका भनेर ब्रान्डिङ गरेका छैनौँ। पसलको नाम पनि पालपाली ढाका छ र हामीले ब्रान्डिङ सुरुदेखि नै पालपाली ढाका भनेर ब्रान्डिङ गरेर एडभर्टाइज गरिरहेका थियौँ र मार्केटको कम्पिटिसनको हिसाबले गर्नुपर्दा यहाँ इन्डियन ढाका, प्रिन्टेड ढाका किन चल्यो भन्दाखेरि सस्तो भएर चलेको। हामीले चाहिँ पहिला केही सानो क्वान्टिटीमा बनाइन्थ्यो ढाका, सप्लाई गर्दा महँगो पर्थ्यो भने बरु स्टकमा राख्ने तर धेरै क्वान्टिटीमा बनाउने र 2टा क्याटेगोरीमा हामीले छुट्यायौँ। एउटा चाहिँ मेसिनले बनाएको ढाका र एउटा चाहिँ ह्यान्डमेड ढाका भनेर, जुन अलिकति प्रचलित मार्केटिङ स्ट्राटेजी पनि हो। र जुन मेसिनले बनाएको ढाका हुन्छ त्यसबाट हामी छिटो धेरै प्रडक्टहरू जेनेरेट गर्न सक्छौँ र सप्लाई गर्न सक्छौँ र त्यो सस्तो पनि हुन जान्छ भने ह्यान्डमेड ढाका चाहिँ एकदम फिनिसिङ सहित ह्युमन टच अलिकति टाइम लगाएर बनेको हुन्छ र त्यो थोरै एक्सपेन्सिभ बन्न पनि जान्छ। यो अथेन्टिसिटी, फिनिसिङ र नेपालीपनलाई हामीले जोडेर यो कम्पिटिसनमा, मार्केट कम्पिटिसनमा चाहिँ हामी उत्रेका छौँ। ओके, निकै नै राम्रो जवाफ आएको छ। नेपालको
ढाका होइन प्रचलित गर्ने विश्वमै लाने भन्ने जस्तो कुरा आयो। अब मेसिनमा भन्नुभयो होइन अनि ह्यान्डमेड भन्नुभयो, रोजगारको सृजना चाहिँ कतिको छ, कुनमा बढी छ कुनमा कम छ होइन, अनि यसलाई कसरी लैजानु भएको छ? हामीले रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेन। पाल्पामै हाम्रो दिदीबहिनीहरूले जुन ढाका बुनिराख्नु भएको थियो, एउटा तरकारी व्यवसायले, सानो तरकारी व्यवसायले चाहिँ ठेलामा अथवा डोकोमा साग बेच्दै गर्ने तरिकाले उहाँले ढाका बेच्नु भएको थियो, जुन मार्केट सानो थियो। इन्डियन ढाका नै पाल्पामा आएर जस्तै गरे मार्केट लिने चान्स बढिरहेको थियो। हामीले यो यहाँ पोखरामा खोल्ने बित्तिकै उहाँबाट समन्वयन गरेर उहाँलाई पनि एउटा इम्प्लोइमेन्ट अपर्च्युनिटी क्रिएट हुने र पर पिस अथवा पर प्रडक्ट अथवा पर ब्याच अनुसार चाहिँ उहाँलाई हामीले पेमेन्ट गर्ने हिसाबले चाहिँ गाउँमै हुनुभएको दिदीबहिनीहरूलाई चाहिँ हामीले एउटा जम्मा गरेर चाहिँ उहाँलाई एउटा ठाउँमा एउटा सानो संस्था जस्तो बनाइदिएर त्यहाँ चाहिँ हामीले त्यहाँबाट हामीले यो सामानहरू बनाउन सुरु गऱ्यौँ। त्यसैले रोजगारको सिर्जना इन अ वे लार्ज मासमा उहाँहरूको लागि चाहिँ एउटा फुल टाइम जसरी जेनेरेट भयो र हामीले आफैले चाहिँ नयाँ मान्छे ल्याएर ट्रेन गराएर चाहिँ त्यो चाहिँ गर्नु परेको छैन अहिलेसम्म। इन केस यो डिमान्ड बढेको कुरामा चाहिँ यही सहकारीबाट नै फेरि पाल्पामा होस् या इच्छुक जो कोही पनि हुन्छ पोखरामा होस् उहाँहरूले चाहिँ यो ढाका बुन्ने ट्रेनिङ दिएर इम्प्लिमेन्ट जेनेरेट पनि हामीले गर्न सक्छौँ भविष्यमा। अब पक्कै पनि अब ढाका भन्ने बित्तिकै अब नेपालको प्रचलित नेपालको सामान भनेर जोडिएको छ होइन। यसमा चाहिँ मेन कस्टमर तपाईँको चाहिँ को, महिलाहरू या टुरिस्टहरू या को हुनुहुन्छ मेन कस्टमर चाहिँ हजुरको? हाम्रो मेन कस्टमर सुरुमा हामी नेपाली नै छौँ। टुरिस्ट त आउनुहुन्छ, नर्मली टुरिस्टहरूले चाहिँ ढाका चाहिँ पोखरामै हुँदाखेरि पनि पाक्ने विषय गर्दाखेरि पनि उहाँहरूले लाने सामान त्यो थियो भने पहिलेदेखि, तर अथेन्टिसिटी चाहिँ हामी मार्केटमा आइसकेको थिएन। कुन चाहिँ राम्रो ढाका हो, कुन चाहिँ पाल्पा ढाका हो, कुन चाहिँ बाहिरको ढाका हो भन्ने चाहिँ। र मार्केट कस्टमर हाम्रो टार्गेट को भन्ने कुरामा हाम्रो अहिलेको मेन कस्टमरको युथ छ। पहिला डिफ्रेन्ट अर्गनाइजेसन्स अथवा इभेन्ट्सहरूमा चाहिँ त्यो गेस्टहरूलाई चाहिँ खादा लाउने प्रचलनमा चाहिँ पुरानो सेतो खादा या रातो खादा, कपडाको खादा आउँदै गर्दाखेरि हामीले चाहिँ ढाकाको खादालाई इन्ट्रोड्युस गरेर त्यसलाई केही हदसम्म रिप्लेस गरिसकेका छौँ। अहिले हामी जहाँ इन्टरभ्यू लिइरहेका छौँ यसको यही टेबलको कभर पनि हामीले ढाकाको बनाएर यही कभर पनि डिफ्रेन्ट रेस्टुरेन्ट्सहरूमा र अफिसेसहरूमा चाहिँ हामीले बिक्री सुरु गरिसकेका छौँ। र यहीँ बाहिर एउटा रेस्टुरेन्ट छ टाइम रेस्टुरेन्ट भन्ने, जुन हाम्रै यहीँ नेपाल पोखरामा हुनुभएको पाल्पा दाजुद्वारा सञ्चालित हो। त्यहाँ पनि यो ढाका टेबल हरेक टेबलमा चाहिँ हामीले ढाकाको कभरहरू राखेका छौँ भने पानी खाने ग्लास चाहिँ करुवाबाट ग्लासमा राखेर कस्टमरहरूलाई दिने, त्यसरी नै कम्प्लिटली पाल्पाले पनि झल्किने तरिकाले हामी अगाडि बढिरहेका छौँ। र यहीँ अब रेस्टुरेन्टकै कुरा गर्नुपर्दा त्यो रेस्टुरेन्टमा पनि हाम्रो कम्तीमा 7-8जना वेटरहरू हुनुहुन्छ र कुक वेटर सहित हामीले त्यो कुकको हेडदेखि वेटरहरूको ड्रेससम्म सबैमा चाहिँ सानो ढाकाको प्रिन्ट देखाएर यो पाल्पा रेस्टुरेन्टै हो, पाल्पा ढाका नै हामीले युज गरिरहेको छौँ भनेर पोखरामा चाहिँ यो चिनाउने सुरुवात चाहिँ हामीले गरेको छ। र रहेको कुरा ढाका टोपीको, यो ढाका टोपी कहिले पनि आउट अफ मार्केट गएन, चाहे त्यो बुढो हाम्रो हजुरबुवाहरूको केसमा होस् या हजुरआमाहरूले चोलो साडी लाउने केसमा होस्। ओल्ड एजमा त्यो 50देखि माथिको एजमा चाहिँ ढाकाको मार्केट कहिले पनि डाउन भएन, तर यो 18बाट 45-50सम्मको एजमा चाहिँ यो हल्का वेस्टर्न क्लोथ्स बढी आइरहेको बेलामा चाहिँ अहिले हालसालै पछि चाहिँ यो हाम्रो नेपाली बिहे होस् या अर्गनाइजेसन्सकै इभेन्टहरू होस् त्यसमा चाहिँ अलिकति नेपालीपन ड्रेस कोडै बनाएर दौरा सुरुवाल ढाकाको साडी यो आइरहेको बेलामा चाहिँ यसले हामीले क्याप्चर गरेर सस्तोमा नेपाली ढाकाको प्रडक्टहरू चाहिँ इन्ट्रोड्युस गरेर बिस्तारै हामी अगाडि जाँदैछौँ। ओके, ढाकालाई पक्कै पनि प्रेरित गर्नुपर्छ। हाम्रो पहिला प्रचलित नै ढाका रहेको छ, अहिले त अब विकृति आइसक्यो होइन, अब हामीले नै उस्तै परि लगाउँदैनौँ। तर यसमा पनि अब ढाकाको पनि सिजन अफ सिजन हुन्छ होला होइन। अब तपाईँले चाहिँ त्यो सिजन अफ सिजन कुनमा बढी बिक्री हुन्छ र यो अहिलेको विकृतिलाई चाहिँ जुन अहिले हाम्रो मोडर्न फ्यासन छ यसलाई चाहिँ कसरी पाल्पा ढाकाले चाहिँ ट्याकल गरेको छ, यसमा तपाईँको विचार राख्नु? सिजन अफ सिजन भन्ने बेलामा चाहिँ
खासै त्यस्तो सिजन अफ सिजन हामी क्याटेट छुट्याउनु पर्ने छैन, एउटा कन्सिस्टेन्ट वेमा सेल्स भइरहेको छ। अब सिजनको कुरा गर्नुहुन्छ भने चाहिँ बिहेको सिजनमा र तिजको सिजनहरू भयो, त्यसमा चाहिँ स्पेसली हाम्रो महिला दिदीबहिनीहरूले चाहिँ धेरैले ढाकाको साडी चोलोहरू बनाउने र हाम्रो नेपाली दाजुभाइहरूले चाहिँ ढाकाकै टोपी, नर्मल टोपी र अहिले पछि चाहिँ हामीले इन्ट्रोड्युस गरेको यो पर्सहरू चाहिँ अलिकति बढी बिक्री भइरहेको छ। र अफ सिजन भन्ने त्यस्तो चाहिँ हामीले भोग्नु परेको छैन, एउटा कन्सिस्टेन्ट न सिजन भोग्नु परेको छ न अफ सिजन भोग्नु परेको छ, एउटा कन्सिस्टेन्ट गरेर मार्केटमा हामी गइरहेका छौँ। र रहेको कुरा ट्याक्लिङ यो वेस्टर्न फ्यान्सी कपडाहरूको यो नेपालमा अहिले आइरहेको जुन हजुरले भन्नुभयो, त्यसमा के हुन्छ भन्दा कम्फर्टको कुरा आउँछ। त्यो वेस्टर्न कपडाहरू लाउँदाखेरि अब अहिले पनि हामी वेस्टर्न कपडामै छौँ, त्यो कम्फर्टको कुरा आउँछ, कम्फर्टेबल फिल भइरहेको छ। र डिफ्रेन्ट इभेन्ट्सहरूमा जाने बेला अथेन्टिक देखिनलाई, नेपालीपन झल्काउनलाई चाहिँ हामीले अहिले टार्गेट त्यो गरेका हौँ होइन। घरै बस्दै गर्दाखेरि नर्मली हिँड्ने बेलामा लाउन त्यस्तो खालको कपडा चाहिँ हामी अहिलेसम्म निकालेका छैनौँ। र हुनुहुन्छ हामीसँग केही फेसन डिजाइनरहरू हुनुहुन्छ, कस्तो कपडा कसरी निकाल्दाखेरि चाहिँ नर्मल्ली पनि हामी समरमा होस् या विन्टरमा होस् क्याजुअल क्लोथ्समा चाहिँ कसरी जाने भन्ने कुरा हामी रिसर्च भइरहेका छौँ। अहिलेको लागि चाहिँ अथेन्टिसिटीमा हामी अलमोस्ट 60% नै क्याप्चर भइसकेका छौँ होइन, क्याजुअल क्लोथमा आउँदैछौँ। ओके, अब पक्कै पनि एउटा बिजनेस एन्टरप्रेनर भएपछि तपाईँ त अब एमडी हुनुहुन्छ होइन। तपाईँहरूलाई पनि अब बिजनेस ग्रोथ चाहिन्छ होला होइन। तपाईँहरूको एउटा मात्र ब्रान्ड छ कि अरू नेपालमा डिफ्रेन्ट पार्टमा डिफ्रेन्ट ब्रान्ड छ कि अब बिजनेस एक्सपान्ड गर्ने धारणा चाहिँ के छ यो ढाकाको चाहिँ? ब्रान्ड अथवा आउटलेटको कुरा गर्नुपर्दा एउटा हामी यहाँ छौँ, एउटा चाहिँ फ्याक्ट्रीबाट नै सप्लाई गर्ने र पाल्पा कान्छी नै भइसकेपछि पाल्पामा पनि एउटा आउटलेट चाहिन्छ भन्ने धारणाका साथ एउटा आउटलेट चाहिँ हामी कान्छीमा खोलेका छौँ। रहेको कुरा एक्सपान्ड गर्ने कुरामा चाहिँ सुरुवात राम्रो छ र जाँदै गर्दाखेरि अब डिमान्ड बढ्दै गयो भने चाहिँ हामी मेजर सिटिजहरूमा पनि जाने सोच बनाएका छौँ। पक्कै पनि हामीले ढाकाको बारेमा धेरै कुरा गऱ्यौँ, नेपालको पहिचान ढाका होइन, चोली धेरै कुरा गऱ्यौँ होइन ढाकाको विषयमा। र तपाईँ एज अ यङ, तपाईँ त धेरै एज पनि हुनुहुन्न होइन, तपाईँ अहिले यहाँनिर ढाकामा अहिले म्यानेजिङ डिरेक्टरको हिसाबमा काम गरिराख्नु भएको छ। एज बिङ यङ नेपाली म्यानेजिङ डिरेक्टर, तपाईँले चाहिँ हाम्रो यङ्स्टरलाई चाहिँ के प्रेरणादायक सानो मेसेज चाहिँ भन्नु? धन्यवाद यो प्रश्नको लागि। अब नेपालमा जति पनि म जस्ता युथहरू हुन्छ जसले नेपालमै केही व्यवसाय गर्न खोजिराख्नु भएको छ, उहाँलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ कुन कुरामा बढी प्रफिट छ भन्दाखेरि पनि आफ्नो इन्ट्रेस्ट र आफ्नो नलेज कुनमा बढी छ त्यसमा हामी लाग्यौँ भने चाहिँ त्यसमै हामीले धेरै अपर्च्युनिटिजहरू क्रिएट गर्न सकिन्छ। बाहिरी होहल्लाको मार्केटमा जाँदाखेरि चाहिँ बाहिर जे देखिएको छ त्यसमै अड्किन्छ र बाहिर अनएक्सपेक्टेड केही अनफर्चुनेट सिनारिजहरू आउँदाखेरि चाहिँ त्यो ट्याकल कसरी गर्ने भन्ने चाहिँ नलेज हुँदो रहेनछ। तर आफ्नै फिल्ड आफ्नो इन्ट्रेस्टमा भइसकेपछि चाहिँ जस्तो सिचुएसन आए पनि चाहिँ म यसलाई कन्ट्रोल गर्न सक्छु है भन्ने, यो व्यवसायलाई चाहिँ म कन्ट्रोल गर्न सक्छु, म अगाडि लान सक्छु भन्ने हिम्मत जब आउँछ तब त्यति बेला नै हामी सक्सेस हुन्छौँ व्यावसायिक फिल्डमा चाहिँ। र नेक्स्ट भनेको धेरै पुँजीबाट स्टार्ट नगरौँ, सानो पुँजीबाट स्टार्ट गरौँ र सकेसम्म नेपाली प्रडक्ट नै, ट्रेडिसनल प्रडक्ट जसले हाम्रो नेपालीपन झल्काउँछ त्यसलाई नै प्रेरणा दिउँ। र जसरी एउटा भर्खर एउटा ठुलो एउटा अलिक फेमस भन्न आएको छ, जसरी वाइवाई चाउचाउ चाहिँ इन्टरनेसनल रूपमा बिक्री भएको छ, त्यसरी नै नेपाली प्रडक्टहरू नै हामी बनाउन सुरु गरेर यसलाई चाहिँ इन्टरनेसनल मार्केटमा देखाउनु पर्छ भन्ने सोच चाहिँ यही भन्न चाहन्छु। निकै नै राम्रो धारणा दिइसक्नु भएको छ हाम्रो असिम सरले। र यही भन्दै हामी इन्टरभ्यूको अन्तिम क्षणमा आइसकेका छौँ र हामीले धेरै कुरा जान्न पायौँ यो पाल्पाली ढाकाको बारेमा, कसरी यो बनाइन्छ, के सामान पाइन्छ, तपाईँहरूको कस्टमर स्ट्राटेजी, बिजनेस स्ट्राटेजीहरूको बारेमा धेरै कुरा जान्न पायौँ। र यही कुरा भन्दै म स्वस्तिका छेत्री हजुरहरूबाट ओझेल हुन चाहन्छु। धन्यवाद।